हेलो गाइज, अहिले चाहिँ म चाहिँ ललितपुरको के भन्छ यो ठाउँलाई मटार सातो बाटो मटार सातो बाटो छु। बाटोमा हिँड्ने क्रममा म चाहिँ एकजना चटपटे दाइलाई चाहिँ भेट्टाएँ मैले होइन। उहाँसँग छोटो मिठो कुराकानी गर्छु। उहाँको कमाइ के कस्तो हो, उहाँले चटपटे कस्तो बनाउनुहुन्छ। ल अब उहाँसित कुरा गरौँ है त। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। नमस्कार दाइ। दाइ नमस्कार। के छ? किन लजाको र? यस्तो ह्यान्डसम भएर पनि किन लजाको र? बुढा त्यो खतरा चटपटे यस्तो राम्रो राम्रो मिठो चटपटे खुवाउँछन् बुढाले, तर बुढा चाहिँ लजाए होइन। पानीपुरीको टल्ला देखाइदिउँ न हाम्रो गाई चरुलाई। पानीपुरीको डल्ला बुढाले तर चट्ट मिठो खुवाउँछन् चटपटे पानीपुरी। अच्छा हजुरको घर चाहिँ कहाँ अरे भन्नु न? तेह्रथुम कुन जिल्ला पर्छ? तेह्र जिल्ला। अरे कहना क्या चाहते हो? कहाँ अरे 13 जिल्ला भन्ने ठाउँको नाम? पूर्व। नाम के हो हजुरको? अरे लजाए बुढा लजाए। हाम्रो दाइको पसल यस्तो छ। हाम्रो दाइको पसल भनिदिनु न, हाम्रो जनता जान्न चाहन्छन् तपाईँको व्यापार बिजनेस कस्तो हो। अहिले मजदुर दिवस, आज मजदुर दिवसको दिन पनि ठेलामा यस्तरी चटपटे बेच्दै हाम्रो मजदुर। भन्नु न केही नि बुढा। लजाए हाम्रो चटपटेवाला दाइ चाहिँ लजाए। यहाँ कति राम्रो केटी पनि लिएर हिँडेर रहेछन् यार। ए ल बाई बाई बुढा बाई। र सबैजना आइदिनु होला चटपटे खाना। यहाँ हो हाम्रो चटपटेवाला दाइको लोकेसन चाहिँ यहाँ सातो बाटोबाट भित्र। के भन्छ अरे दाइ? यहाँ खुमल टार न होइन दाइ? ओइ यो भिडियो चाहिँ युट्युबमा आउँछ, अहिले सर्च गरेर हेर्नु है। किन अनलाइन चटपट अर्डर गर्छन् के बुढा? व्यापार बिजनेस फर्स्ट जस्तो चाहनै छैन।